नेपालीले हान्यो मार्दियो गाइस मार्दियो हेलो साथीहरू सबैजनालाई न्यू ब्लगमा स्वागत छ र मैले एउटा सानो भिडियो बनाउने कारण चाहिँ कस्तो पर्यो भन्दाखेरि म यो भिडियो तपाईँलाई हालिदिन्छु त्यहाँ सो गर्छु हैन। हाम्रो नेपालीहरू दाजुभाइ दिदीबहिनी जति पनि बेङ्गलोरमा बस्नुहुन्छ दाजुहरू हैन सबैजनालाई पनि एउटा अनुरोध छ मदेखि कि हामी एकत्रित भएर बसौँ हैन। किनकि प्राय 30 लाख नेपालीको मध्येमा 10% नेपालीले गर्दाखेरि हाम्रो आज इज्जत बिज्जत फैलेको छौँ हामीले यहाँ र त्यो चिज हामी नगरौँ। किनकि कुनै पनि समारोह कुनै पनि तीज समारोह कुनै लालबाग वा कहीँ पनि एभ्री टाइम हाम्रो नेपालीको केही समारोह भएछ भने त्यसमा हाम्रो लडाइँ हुनु तय छ। अनि हो त चाहिँ हामी नगरौँ, सुध्रियौँ, राम्रो बन्यौँ भन्न खोजेको मैले चाहिँ। र त्यसको लागि हाम्रो अहिले इज्जत भन्ने 2 पैसाको छैन। किनकि कहीँ पनि तपाईँले गएर म नेपाली भन्ने सक्दाखेरि तपाईँलाई थाहै छ कन्नडा शब्दले भनिदिइहाल्छन् प्याचरेकै। र त्यो चिज नहोस्। आज इज्जत यता न उता जाइफलको जुत्ता जस्तो भएको छ। र होइन भने तपाईँहरूलाई म 2-4वटा भिडियो लास्टमा सो गरिदिन्छु, तपाईँहरू हेर्नु होला कस्तो लडाइँ हुन्छ। खाए पछाडि त लडाइँ, अस्ति पल्सा आउँदाखेरि पनि लडाइँ भएको छ। अनि त्यस्तो नगरौँ हैन। किनकि हामी सबै एउटै दाजुभाइ दिदीबहिनी सबै सँगै बसेर मिलेर काम गर्न आएको यो जग्गामा र त्यो काम गरौँ जाउँ। अझै कति प्रायहरूले त यहाँ काम बेचेको पनि सुनिन्छ, बिल्डिङ बेचेको अरे। अब बिल्डिङ बेचेको त्यो काम पनि बेचेर अर्काले किन्नु परेछ, त्यस्तो अवस्था हाम्रो यहाँ आइसकेको छ। म घरदेखि यहाँ काम गर्न आएको छ, यहाँ काम किनी काम गर्दैछन् मान्छेहरू। त्यस्तो नगरौँ, राम्रोसँगले काम गरौँ, राम्रोसँगले घर जाउँ हैन। सबैजनालाई यति नै अनुरोध छ र प्लिज यो भिडियोलाई सेयर गरिदिनु होला। सबैजनाले हेरुन्, सबैजनाले बुझुन् हैन। मैले नराम्रो हिसाबले बनाएको होइन, लेकिन हाम्रो नेपालीको हरकतै नराम्रो भएको कारणले यसरी मैले बनाउनु परेको। र प्लिज कमेन्ट लाइक सेयर गरिदिनु होला। कहीँ गल्ती भयो भने माफ पनि पाऊँ।